ल हेर्नुहोस् त यति सानो नानीले नि श्रमदान दिइरहेछ हाम्रो यो देवीथानलाई। र हत्तु भइसक्यो नानी लिएर लु राख यति सानो नानीले नि श्रमदान दिइरहेछ र इँटा ल्याउनुमा मद्दत पुर्याइरहेछ हामीलाई। र तपाईँहरूले पनि हामीलाई एकदम श्रमदान दिनुहोस् भोलिदेखि लगातार। यो भ्लग चाहिँ तपाईँहरूलाई म बेलुका अपडेट दिइहाल्छु। यहाँनिर बनिँदैछ हाम्रो 15x10 को यहाँनिर। यसको बदली चाहिँ यो चाहिँ यहाँ उँधोपट्टि सार्ने हो। उँभो फर्के यहाँ चाहिँ ठुलो ग्राउन्ड निकाल्ने हाम्रो प्रयास छ। र जतिजना हुनुहुन्छ हाम्रो हिन्दू बुद्धिस्ट प्रेमीहरू हुन्छ सबैजनाले यस भिडियोलाई सेयर गरी तपाईँहरूले जोसँग हुन्छ पुऱ्याइदिनुहोस्। ल हेर्नुहोस् यहाँ चाहिँ नापजोक पनि हुँदैछ। अलिक हाइट गर्न रामकोटी अलिक हाइट गर्न। यहाँनिर चाहिँ 12x15 को बनिँदैछ। स्टार्ट भएको छ आज त्यसको लागि यहाँनिर नापजोक हुँदैछ मिस्त्रीहरूले। ल के कस्तो हुन्छ तपाईँहरूलाई म बेलुकासम्मको अपडेट आज दिन्छु। र भोलिदेखि चाहिँ तपाईँहरूले एकदम श्रमदानमा आइदिने अनुरोध गर्न चाहन्छु। विशेष हाम्रो मुख्य श्रमदाता हुनुहुन्छ उहाँ हाम्रो दिले भाइ। दिल पेज पनि हुन्छ उहाँको दिल प्रोफाइल। मुख्य हाम्रो श्रमदाता हुनुहुन्छ। ल आइपुग्यो आसिङ मुख्य हाम्रो श्रमदाता है। र भोलिदेखि यसरी नै सबैजना श्रम गर्न आइदिने र सबैले एकता नै बल हो। र सबैजना यसरी आइदिने। ल श्रमदान दिने आमा बुबा हुनुहुन्छ, आमा बाबा हुनुहुन्छ र आइपुग्नु भएको छ। एउटै इँटा ल्याइदिनु नि धेरै काफी हो हाम्रो लागि। र यसरी नै श्रमदान गरिरहेछ। तपाईँहरूले पनि भोलिदेखि हामीलाई श्रमदान गर्नु अवश्य मद्दत पुर्याइदिनुहोस् यही भन्न चाहन्छु। सबैजना श्रमदान गर्नेहरू चाहिँ आज यसरी बसिरहेछ। श्रमदान गर्नेहरू चाहिँ आज यसरी बसिरहेछ। हामी चाहिँ चिया खाजा हुँदैछ। काम चाहिँ निकै भइसकेको छ। र यहाँनिर साङ पोल्ने चरु पोल्ने ठाउँ पोस्ट भइसकेको छ। आज माथि पनि हुन्छ स्ल्याब यसको। र उँधोपट्टि पनि खनिँदैछ। ल रेडी काम चाहिँ स्टार्ट भइसकेको छ साथी हो। ल श्रमदातामा आउनु पर्यो भोलिदेखि। ल भोलिदेखि चाहिँ गाउँले साथीहरू एकदम श्रमदातामा आउनु पर्यो है। काम स्टार्ट भइसकेको छ। आज हामीले काम स्टार्ट गरेको छौँ है। ल यहाँनिर 3टा पोस्टको 15x16-12 को बनाएको छौँ। पछि भविष्यमा उतापट्टि पनि बढ्ने ठाउँ राखेर अहिले चाहिँ यति नै हामीले बनाएको छौँ। र श्रमदाता भोलिदेखि चाहिँ आउनु पर्यो सबैजना। आज चाहिँ यतिको पोस्टको लागि फाउन्डेसन भइसक्यो हो। गरिसक्यो 2 ठाउँ 3 ठाउँमै गरिसक्यो हो। भोलि चाहिँ अब धेरै छ काम। यता उँभोपट्टिको डल्लै छ, उँधोपट्टिको चाहिँ 3टा चाहिँ भइसकेको छ। र तपाईँहरूले एकदम जति सक्दो तपाईँहरूले श्रमदान गरिदिनु जाओस् भन्न चाहन्छु। र आजको चाहिँ यतिमै अन्त गर्न चाहन्छु। र भोलि पनि के कसो हुन्छ प्रोग्रेस तपाईँहरूलाई म देखाउनेछु। मेरो साथमा हुनुहुन्छ मुख्य श्रमदानदाता हाम्रो दिले आसिङ हुनुहुन्छ। दिले ब्लग पेजलाई पनि फलो गरिदिनुहोस्। र उहाँको मुखरबिन्दुबाटै केही 2-4 शब्द भोलिको श्रमदानको बारेमा भन्छ र आजको पनि के कसो भयो कार्य त्यसको बारेमा जानकारी दिनुहोस्। हजुर सम्पूर्ण दर्शकवृन्दहरूलाई नमस्कार भन्दै र भोलिको बारे के छ भन्दाखेरि अलिकति म चर्चा गर्न गइरहेको छु है। भोलि चाहिँ विशेष हामी तलबाट गिटीहरू अलिअलि गरेर जम्मा गरेर यहाँ 3टा पोस्ट लगाउने जम्माको भएको कारणले गर्दाखेरि तपाईँहरू जो जति पनि आउनुहुन्छ है आउने हुनेले चाहिँ अलिअलि गिटी चाहिँ तलबाट ल्याइदिनु भयो नि राम्रो हुन्छ। बाँकी चाहिँ सबै ठिकठाकै छ। सिमेन्टहरू हामीले अलरेडी नै तयारी गरेको छौँ भने बल्ल पनि ल्याएका छौँ। र आज हामी 12-13 जना थियौँ र सबै जम्मा भएर हामीले यो यहाँ जुन चाहिँ अब साङ पोल्ने एउटा साङको उयो बनाइराखेको छौँ। यो अब तयारी भइसकेको छ भने भोलि चाहिँ त्यो कार्यक्रमहरू रहेको छ। र जति पनि
आउनुहुने भक्तजनहरू तपाईँहरू चाहिँ तलबाट खाली नआएर तलबाट गिटीहरू हुन्छ के हुन्छ हाबीजाबी अलिअलि भए पनि लिएर आइदिने भनेर भन्न चाहन्छु। र एकता नै बल हुने कुरा चाहिँ हामीले यहाँनिर बुझ्यौँ र आज चाहिँ 12-13जनाको हामी टोली भएर श्रमदान गरिसकेका छौँ र भोलि पनि तपाईँहरूले अवश्य नै तपाईँहरू सबैजना आउनुहुन्छ यो भिडियो हेरेर जतिजना भिडियो हेरेर आउनुहुन्छ उहाँहरूले पनि श्रमदान गर्नुहुन्छ भन्ने म आशा राख्दै यतिमै अन्त गर्न चाहन्छ र भोलि अर्को अपडेट पनि तपाईँहरूलाई दिने नै छु अवश्य नै। धन्यवाद।